हेलो साथीहरु नमस्कार। तपाईहरुलाई फेरि स्वागत छ मेरो नयाँ भ्लगमा। आज चाहिँ म लिएर आएको छु विशेष नयाँ भिडियो र शुभ विवाहको भिडियो र 2082 साल वैशाख महिनाको 3 गते नयाँ वर्षको शुभ विवाह हुन गइरहेको छ। मेरो बहिनी झकमाया थापाको बिहे हुँदैछ 3 गते। भोलिको तयारी हामी गर्दै छौं र तपाईहरुलाई ब्याकग्राउन्डमा देखाइरहेको छु। साथी भाइहरूले गेट बनाइरहनु भएको छ। मेरो भाइहरूले यहाँ टक्क गेट बनाइरहनु भएको छ। भर्खर सुरु भएको छ, अब फिनिसिङ आएको छैन। अहिले अझै राम्रो बन्छ र हाम्रो तयारी कसरी तयारी भइरहेको छ म सम्पूर्ण भिडियो तपाईहरुलाई देखाउँछु है त। ल है साथीहरु। अनि ओए के गरेको? अनि उजल फुपू कस्तो भयो रोटी? राम्रो भएछ। ल है साथीहरु, भोलि बिहे छ हाम्रो झकमाया बहिनीको। राम्रो भएछ। ल हामीले पोल्नु भएको छ उहाँले। अनि उहाँ 3 ठाउँ पोल्नु भएको छ। यहाँ उता उता म सबै भिडियो देखाउँछु है हजुरहरुलाई। यो फुपूले बनाउनु भयो? आहा कति राम्रो रोटी। हेर्नुस् है हाम्रो फुपूले बनाउनु भएको कस्तो राम्रो रोटी। आहा मेरो कान्छी फुपू हुनुहुन्छ। एकैचोटि दुईटा? ओहो हैन ए एकैचोटि 4वटा हो। ए ल ल ल प्रस्तुति जाओस् है। ऐ है ऐ है ऐ है। आहा आहा बोतलले एक नास आउँछ के? हुन्छ हुन्छ बिस्तारै। माहिर के गरेको? खेलेको? आहा कति राम्रो भइरहेको आज। हाम्रो गाउँको फेरि भ्यूै राम्रो आउँछ के डाँडा काँडा। सबैलाई नमस्कार है। लसुन के लाउँदै हो? ए ओ पानीमा भिजा भने चाहिँ छिटो हुन्छ? ए हजुर। भाइ राजा के गर्दैछौ? ए रोटी निकाल्ने झिर होइन त यो? ल ल ल ल ठिक छ। अनि भान्जाश्री? ल ल ल बाख्राले नै आगो तापिस है। फुपू भइरहेछ? ए ल ल ल। आहा ठिकै छ त। योभन्दा कति राम्रो हुनु पर्यो? आहा ठिक छ त। ल भाउजूले चाहिँ 2टा लट्ठीले रोटी झिक्दै हुनुहुन्छ। उता भाइहरूले अझै गराउँदैछन् है। लट्ठी ल्याइसके? उता काटिरहेको थिएँ त। ए साइलो भाइ हेर्नुहोस् खतरा। अझ यहाँ माने कतौरा भन्नु नभएर माने कतौराको त कस्तो राम्रो भएको छ यो। हेर्नु ट्याक्क भोलि मेरो बहिनीको बिहे छ। बिहेको तयारी हुँदैछ भोलिको लागि। ल हेर्नुहोस् निकै रमाइलो छ चहल पहल। कतिवटा हो खसी? 2टा खसी हो? 4वटा हो र? ट्याक्क सेलरोटी पाकेको छ। चाहिँ बसो रहेछ। हाम्रो दाइले ट्याक्क मासु काट्दै हुनुहुन्छ। क्याटुक लाएर भाइहरू छन् यता। कस्तो आनन्द। घरमै मिसिन मिल छ हेर्नुहोस्। यहाँ धान सुकेछ यता ट्याक्क यहाँ धान हाल्ने यता चामल आइहाल्छ। पहिला 2 घन्टा बोकेर हिँड्नु पर्थ्यो। अहिले घरमै मिल। आहा बुवाले धान पिस्दै हुनुहुन्छ।
भोलि बहिनीको बिहेको लागि बुवाले चामल पिस्दै हुनुहुन्छ। यही चामलको भात भोलि बिहेमा पकाउने हो। यस्तो अर्ग्यानिक चिज होइन, अब सहरको चामल होइन, यहाँ गाउँमै आफ्नै खेतमा उत्पादन भएको चामलको भोलि भात पकाइँदैछ होइन। तपाईँहरू पनि आउन सक्नुहुन्छ भोलि बिहेमा। हस्त धन्यवाद। भोलि वैशाखको 3 गते बिहेमा एकैचोटि भेटौँला। सबैजना आउनुहोला, रमाइलो गर्नुपर्छ है त साथीहरू। ल भिडियो राखेँ ल, ओके बाई बाई।